हाई, यो मैले हजुरलाई देखाइरहेको एकदमै चिल्लो र पाकेपछि रेड भइरहेको फलको नाम चाहिँ नेक्टारिन डबल डिलाइट भन्ने आरू है। हजुर हेर्नुहोस् त, यस्तो मजाले फलेको छ यति सानो बोटमा नै। कौसीमा हो यो, 14 इन्चको गमलामा फलिरहेछ र यो बोट चाहिँ बुढाथोकी नर्सरी टियु गेट बल्कुबाट ल्याएर मेरो दिजु बिनाजुले आफ्नो घरको कौसीमा रोपिसकेको हो। हजुर देख्न सक्नुहुनेछ यो एउटा बोटमा कतिवटा फलेको छ भनेर सँगै गरौँ है त। यो एउटा, दुईटा, तीनटा, चारवटा, यहाँ ठुलो सबसे ठुलो तल लुकेर बसेको छ 5वटा अनि यतापट्टि 6वटा। यो चाहिँ नेपालमा डिपार्टमेन्ट स्टोरमा मात्रै हजुरले पाउन सक्नुहुनेछ कुनै कुनैमा, र महँगो पनि छ। केजीको 1000-1500 रुपियाँ पर्छ। यसको खेती नेपालमा अहिले भएको छैन र हजुरहरू यसको खेती गर्न चाहनुहुन्छ भने बजार एकदमै राम्रो छ, यसको मार्केट एकदम राम्रो छ। हजुरले खेती गरेर अर्को सालदेखि नै बेच्न सक्नुहुनेछ है। हामीसँग बिरुवा टन्नै अभाइलेबल छ। यसको रिटेल रेट 1000 रुपिस रहेको छ भने होलसेलमा हजुरले खेती गर्न चाहनुहुन्छ भने हामीलाई होलसेलको लागि म यहाँ क्याप्सनमा कन्ट्याक्ट नम्बर र लोकेसन राखिदिन्छु, फोन गरेर बुझ्न सक्नुहुनेछ। हामीले होलसेलमा पनि यहाँलाई बिरुवा प्रोभाइड गर्छौँ। मैले यही टिकटकमा 2-3वटा भिडियो त यसको सानो बोटको पनि हजुरहरूलाई मैले देखाइसकेको छु, भिडियो अपलोड गरिसकेको छु। हजुरलाई अझै हेर्नु मन लाग्यो भने हाम्रो टिकटकको प्रोफाइलमा गएर भिजिट गर्न सक्नुहुनेछ। हेर्नुहोस् त यति मजाले फल्छ, यस्तो मिठो र टेस्टी हुन्छ नि, यो एकदम मिठो हुन्छ यो। र यसको मेन कुरा चाहिँ हाम्रो यहाँ नर्मली आरू जस्तो यो पुरै झर्ने कुहिने हुँदैन। यसलाई चाहिँ हजुरले बोटबाट नै मजाले यसरी पाकेको मिठो नै मजाले टिपेर खान सक्नुहुनेछ। यो कुहिरे झर्ने किरा लाग्ने हुँदैन है। यो नेक्टारिन डबल डिलाइट भन्ने आरूमा चाहिँ एकदम बेस्ट छ यो खेतीको लागि। सो हजुरलाई यदि मन पर्यो यो नेक्टारिन डबल डिलाइट भन्ने चिल्लो जातको पाक्दा एकदम ब्लड जस्तै रेड हुने भने बुढाथोकी नर्सरी टियु गेट बल्कमा सम्पर्क गर्नुहोला। थ्याङ्क यू।